है गाडी अघि त झन्डै एक्सिडेन्ट पारेको नि त्यो मान्छेले म त्यस्तो साथै सस्तै भनेर भन्थ्यो यस्तो भएर है अहिले त बाटो बनाएकोले माइ गड सिजी राम राम घाममा पनि सिजी घुम्न हाम्रो त रङ्ग लागेको घाम पनि भन्दिनँ भन्दै हो रहेछ हामी घुम्न आउँदैछौँ यहाँ सिजी अब शान्त टिकट पर्दैन होइन र हो र यहाँ होला नि कति रुपियाँ 10-20 रुपियाँले थियो पहिला त अहिले त कति भयो यही सिस्टम पर्दैन क्या तर छ क्या ऊ घुम्ने मात्रै भन्ने मात्रै पर्छ क्या बाहिर त पर्दैन हजुर भित्र घुमेँ होइन सिस्टर हामी बाहिर यो हो भित्र घुम्ने भए मात्रै टिकट पर्छ क्या नत्र फ्रीमा हो गाइसहरू फ्रीमा सबैजना घुम्न आउनु राम्रो है बेलुका पख आउनु पनि शीतलमा चाहिने नै त्यही हो अहिले त यो गर्मीमा त घाममा शान्त आनन्द एकदिन छोरीहरू लिएर आउनुपर्छ बेलुका फेरि गाडी भिड हुन्छ क्या त्यही भएर अलिक समस्या हम पानीपुरी खाने पानीपुरी बनाइदिनु आज त धेरै भिडियो पनि खिचेको छैन हल्का फल्का खिचेको छ घाम सानो लागेको होइन हेर्नु अब हाम्रो के भन्छ अरे यो नवलपरासी जिल्लाको सिजी टेम्पल हो एकदम राम्रो छ सबैजना घुम्न आउनु फेमस भाइरल अनि के भन्छ यहाँभित्र पसेको पैसा पनि लाग्दैन सबैजना फ्रीमा घुम्न पाइन्छ सबैजना आउनु होला अनि अलिकति म्युजियम हेर्छु भित्र जान्छु भन्यो भने मात्रै टिकट लाग्छ नभए टिकट लाग्दैन यो चाहिँ सबैजनाको लागि जानकारी है आउनु होला घुम्नु होला सिजी साथीहरू हामी त घुमेर पनि फर्किन लाग्यौँ मन्दिर कस्तो छ भन्दाखेरि यस्तो छ धेरै ठाउँ छ घुम्ने यताउतिदेखि यता मजाले घुम्न सक्नुहुन्छ यता पुरै छ राम्रो छ एकदम हामी त प्राय आइरहेको भन्दा पहिला सुरुमा नयाँ भन्दा चाहिँ आएको थियौँ अहिले धेरै पछि आएको हो यतातिर बुद्ध बेलुकामा राति आउनुपर्छ रमाइलो हुन्छ यहाँ सबै लाइटिङ साइटिङ दियो बत्ती यहाँ के भन्छ अरे त्यो दीप जल ऊ बाल्ने क्या बत्ती बाल्नेलाई के भन्छ हो त्यस्तो कार्यक्रम पनि हुन्छ यहाँ खिचौँ न एउटा है अब फोटो त्यो भाइले अघि आफ्नो च्यानल सब्सक्राइब लाउनु भन्नु भन्थ्यो बरु भिडियो बनाएर नाम भनेको मान्छेहरूले कोही कहिले त सच्चा मन भएको भएर सब्सक्राइब गरिदिन्थ्यो नि है कता रहेछ नि बाटो ल सिजी घुमेर पनि अब वापस जाने टाइम भइसकेको छ गाइसहरू अब यहीँबाट हो क्या यो होटेल यहाँ पहिला उठ्यो यहीँ देखिँदैछ गाई जाने अहिले पहिला चाहिँ अब यस्तो थिएन यहाँबाट बाहिर जाने थिएन उताबाट थियो अब अहिले चाहिँ यताबाट यहाँ होटेल थियो होइन यता होटेल होइन यहाँ उठ्यो क्या म्युजियम जस्तो के भएको मालाहरू बेला त्यस्तो थियो अहिले चाहिँ बाटो रहेछ घाम सानो थियो कतै यहाँ देखेन यहाँ यताबाट किन्ने जाने भनेर देखाएको यताबाट चिनोहरू किन्ने हो भनेदेखि चाहिँ यहाँ पसल पनि ठ्याक्क हो र फोटो भिडियो गर्न मिल्दैन अरे म्याडम घरतिर जाऊँ अब सजाएर देखाउन राखिसकेको ठाउँमा फोटो भिडियो गर्न मिल्दैन भनेर हुन्छ त होइन आजभोलिको जमानै भनेको फोटो र भिडियो चाहिँ छ अनि अहिले त गाइसहरू फोटो भिडियो जस्तो जमानै मिल्दैन भन्छ त्यहाँनिर भित्र त्यो पसलहरू राखेको ठाउँमा हजुर यता सुत्ता रहेछ जाऊँ न कता हो सिजी भ्याइएको हो केही देखेको छैन मैले घामले बाटो पनि देख्न छोडिसकेँ अब हामी जान्छौँ यता त यस्तो बाटोहरू बनाउँदै रहेछ त्यही भएर अलिक समस्या रहेछ गाइसहरू अब हामी जान्छौँ खाजा पो कहाँ खाने हो नखाइकन जानु त भएन नखाइकन जाँदा त फेरि हामीलाई सुहाउँदैन मनले मान्दैन गाइसहरू त्यही भएर खाएर अनि त्यसरी जाने हो अनि गाडी चढ्ने हो पसलहरू राखेको छ ल केही किन्नुहुन्छ भनेको किनभने यस्तै बिचरा गाह्रो रहेछ पसल राख्ने मान्छेलाई पनि राम्रो यहाँ त यत्रो नाली के निकालेको है यसरी आइसक्रिम नखाने
चटपट पानी भयो भाइरल गोला नखाऊँ होला हामी ठुलो मान्छे त्यही पनि मिठो लाग्दैन मलाई त्यो भाइरल गोला फेरि खासै मन पर्दैन आइसहरू के खाने भन्दा यति छ त वा हावा त कस्तो शीतल लाग्यो है यता चाहिँ बुटवल जाने बाटो हो यता चाहिँ नारायणघाट जाने बाटो हो कहाँ गएर खाने